सभामुख डोलप्रसाद अर्यालको चेतावनीमा हर्क साम्पाङले अर्को प्रश्न उठाएका छन्। तपाईले नियम 15 को 2 पालना गराउनु भयो भनेर। यो प्रश्न सभामुखका लागि सामान्य प्रश्न थिएन, किनभने प्रतिनिधि सभा नियमावलीको नियम 15 मा प्रधानमन्त्री र मन्त्रीहरूको सदन प्रतिको जिम्मेवारी बारे स्पष्ट व्यवस्था छ। विपक्षीको तर्क यहाँ के छ भने संसदमा प्रधानमन्त्री उपस्थित नभई महत्वपूर्ण बहस चलाउनु नै नियमावली र संसदीय अभ्यासको उल्लंघन हो। यदि सभामुखले सांसदलाई नियम सम्झाउने हो भने सरकार आफैले पनि नियमको पालना गर्नुपर्ने विपक्षीको माग छ। सहकारी पीड़ितको बचत, सुकुम्बासी व्यवस्थापन, सीमा नाका, महँगी नियन्त्रण जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा प्रश्न खोज्न जाँदा सरकारका प्रतिनिधि नै उपस्थित नहुने गरेको विपक्षीको आरोप छ। हर्क साम्पाङले संसदमै उभिएर भनेका छन्, हामी सीमा नाका, महँगी नियन्त्रण, सहकारी पीड़ितको पैसा फिर्ता, सुकुम्बासी व्यवस्थापन जस्ता विषयमा सरकारसँग प्रश्न सोध्न चाहन्छौं, तर सरकार प्रश्नबाट भागिरहेको छ, डराइरहेको छ। उनको प्रश्न के हो भने जनताले चुनेका सांसदले सदनमा प्रश्न सोध्न किन नपाउने? प्रधानमन्त्री र मन्त्रीहरू संसदमा किन आइरहेका छैनन्? अनि संसद केवल औपचारिकतामा मात्रै सीमित भइरहेको हो? यी प्रश्नहरू हर्क साम्पाङले सदनमा उठाएका छन्। साम्पाङका यी अभिव्यक्ति केवल एउटा सानो दलको असन्तुष्टि मात्र होइन, यसमा संसदको भूमिकामाथि बढ्दो अविश्वास र कार्यकारी शक्तिप्रति बढ्दो असन्तुलनको संकेत पनि लुकेको छ। यही ठाउँमा अहिलेको विवादको केन्द्र छ। संसदीय लोकतन्त्रको मूल आधार नै कार्यकारी प्रमुख संसदप्रति उत्तरदायी हुनु हो। प्रधानमन्त्री संसदबाट बनेका हुन्छन्, संसदकै विश्वासमा टिकेका हुन्छन् र संसदप्रति जवाफदेही रहनुपर्छ। नीति तथा कार्यक्रम, बजेट, राष्ट्रिय संकट वा समसामयिक विषयमा प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनु लोकतान्त्रिक अभ्यासको अनिवार्य हिस्सा मानिन्छ। यसमा सत्ता पक्षले के तर्क दिइरहेको छ भन्दा प्रधानमन्त्रीले जवाफ दिनै पर्छ भन्ने कतै नियममा लेखिएको छैन, तर लोकतन्त्रमा नियम मात्र होइन, विश्वास र जिम्मेवारी बोधको पनि ठूलो महत्व हुन्छ। संसारका सबै विषय लिखित नियमले चल्दैन पनि। बेलायतको वेस्टमिन्स्टर प्रणालीमा त प्रधानमन्त्रीले नियमित रूपमा सांसदहरूको प्रश्नको सामना गर्नुपर्ने व्यवस्था छ। त्यहाँ प्रधानमन्त्री संसदबाट भाग्न सक्दैनन्। हप्ताको एक दिन प्रधानमन्त्रीले अनिवार्य रूपमा सांसदहरूको प्रत्यक्ष प्रश्नको सामना गर्नुपर्छ। संसदलाई बेवास्ता गर्नु राजनीतिक रूपमा गम्भीर विषय मानिन्छ। नेपालमा पनि प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ, तर संसदको दोस्रो अधिवेशन हुँदासम्म पनि त्यो प्रभावकारी रूपमा लागू हुन सकेको छैन। नेपालमा भने अहिले प्रधानमन्त्रीको उपस्थितिलाई अझै ऐच्छिक जस्तो व्यवहार गरिएको छ। प्रधानमन्त्री सहज लागे आउँछन्, नलागे अनुपस्थित हुन्छन्। यसलाई विपक्षीहरूले संसदप्रतिको अपमानका रूपमा व्याख्या गरिरहेका छन्। वास्तवमा हेर्ने हो भने अहिले संसदभित्र दुईवटा मर्यादाको बहस चलिरहेको छ। एउटा सभामुखले देखाइरहेको मर्यादा प्ले कार्ड नदेखाउने, बीचमा नउठ्ने, नियम पालना गर्ने। अर्को विपक्षीले पनि उठाइरहेको मर्यादा प्रधानमन्त्री संसदमा उपस्थित हुने, सांसदका प्रश्नको जवाफ दिने, संसदलाई सम्मान गर्ने। सभामुख डोलप्रसाद अर्यालले पहिलो मर्यादालाई कडाइका साथ लागू गर्न खोजिरहेको देखिन्छ, तर दोस्रो मर्यादा अर्थात सरकारलाई जिम्मेवार बनाउने मर्यादा लागू गराउन उनी प्रभावकारी भूमिकामा नरहेको आरोप विपक्षीको छ। यही कारण अहिले उनीमाथि दोहोरो मापदण्डको आरोप लागिरहेको छ। यही चयनात्मक सक्रियता नै अहिलेको संसदीय विवादको केन्द्र बन्दै गएको छ। कतै सभामुखले विपक्षीलाई तत्काल रोक्ने र सरकारलाई तत्काल जवाफदेही बनाउन नसकिरहेको हो भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ। राजनैतिक रूपमा हेर्ने हो भने सभामुखको भूमिका अत्यन्त संवेदनशील हुन्छ। उनी संसदको संरक्षक मानिन्छन्। सरकार र विपक्षी बीच सन्तुलन कायम गर्नु उनको प्रमुख दायित्व हो। तर नेपालमा सभामुखहरू प्राय सत्ता पक्षकै समर्थनमा निर्वाचित हुने भएकाले उनीहरूमाथि तटस्थ रहन नसकेको आरोप बारम्बार लाग्ने गरेको छ। विगतका सभामुखहरूमाथि पनि यस्ता आरोप बारम्बार लागि नै रहेको हो। सभामुख संवैधानिक रूपमा तटस्थ पद भए पनि व्यवहारमा उनीहरू आफूलाई निर्वाचित गराउने राजनीतिक शक्तिको अदृश्य दबावबाट पूर्णतः मुक्त हुन नसक्ने आरोप नेपालमा नयाँ होइन। डोलप्रसाद अर्यालमाथि पनि अहिले त्यही आरोप दोहोरिएको मात्रै हो। विपक्षीहरू भन्छन् सभामुखले हर्क साम्पाङलाई 3 पटक रुलिङ गर्न सक्छन्, तर प्रधानमन्त्रीलाई संसदमा बोलाउन किन सक्दैनन्? सांसदलाई बस्नुस् भन्न सक्छन्, तर प्रधानमन्त्रीलाई सदनमा आउनुस् भन्न किन सक्दैनन्? यता सभामुख पक्षको तर्क भने फरक छ।
उनीहरू भन्छन् संसद नियमावलीले सभामुखलाई प्रधानमन्त्रीलाई जबरजस्ती उपस्थित गराउने अधिकार स्पष्ट रूपमा दिएकै छैन। संसदको मर्यादा जोगाउनु सभामुखको पहिलो कर्तव्य हो। यदि सांसदहरूले लगातार प्लेकार्ड प्रदर्शन गर्ने, बीचमा उठ्ने र बैठक अवरुद्ध गर्ने काम गरे भने संसद चल्न सक्दैन। तर विपक्षीको प्रति प्रश्न छ, संसद चलाउनु मात्रै ठूलो कुरा हो कि संसदलाई अर्थपूर्ण बनाउनु? यदि प्रधानमन्त्री नै उपस्थित हुँदैनन् भने संसद केवल भाषण गर्ने मञ्चमा मात्रै सीमित हुन्छ। सांसदका प्रश्न अनुत्तरित रहन्छन्। जनताका मुद्दा सरकारसम्म पुग्दैन। त्यसपछि विपक्षीले आफ्नो आवाज कसरी सुनाउने, कहाँ सुनाउने? संसदमा सभामुखको रुलिङ सर्वोच्च निर्देशन मानिन्छ। तर नेपालमा पछिल्लो समय रुलिङहरू कार्यान्वयन भन्दा बढी कर्मकाण्डी औपचारिकता जस्तो देखिन थालेको छ। जब संसदभित्रका औपचारिक संयन्त्रहरू प्रभावकारी देखिँदैनन् तब विपक्षी सांसदहरू प्रतीकात्मक प्रतिरोधमा उत्रिन्छन्। प्लेकार्ड, नाराबाजी र अवरोधलाई संसदीय सविनय अवज्ञा पनि भन्न सकिन्छ। अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। अर्को तर्क, संसदलाई सड़क आन्दोलनकै शैलीमा चलाउनु हुँदैन। त्यसरी चलाउन खोज्दा संस्थागत मर्यादा कमजोर हुने खतरा पनि उत्तिकै हुन्छ। यो पनि निकै महत्वपूर्ण तर्क हो। यदि प्रत्येक असन्तुष्टिले प्लेकार्ड बोकेर बैठक अवरुद्ध गर्ने परम्परा बस्यो भने संसद संवादको थलो भन्दा अवरोधको अखडा बन्न सक्छ र काम नै प्रभावित हुन्छ। अब प्रश्न उठ्छ, सदनको मर्यादा प्लेकार्डले बढी तोडिएको हो कि प्रधानमन्त्रीको अनुपस्थितिले? यसैले अहिलेको विवाद केवल हर्क साम्पाङ र सभामुख बीचको व्यक्तिगत टकराव मात्र होइन, यो नेपालको संसदीय प्रणालीको गहिरो संरचनात्मक कमजोरीको संकेत पनि हो। नेपालको संसदमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति सम्बन्धी कड़ा परम्परा विकास हुन सकेको छैन। सभामुखको रुलिङलाई बाध्यकारी रूपमा कार्यान्वयन गराउन राजनैतिक संस्कार पनि बलियो छैन। परिणामतः संसदमा बारम्बार यस्तै टकराव दोहोरिन्छन्। अहिलेको घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ, संसदीय सर्वोच्चता व्यवहारमा कति जीवित छ? संविधानले संसदलाई सर्वोच्च विधायकी संस्था मानेको छ, तर व्यवहारमा यदि प्रधानमन्त्री संसदमा आउनै नपर्ने, मन्त्रीहरूले प्रश्नको जवाफ दिन नपर्ने, सभामुखले सरकारलाई प्रभावकारी रूपमा निर्देश गर्न नसक्ने अवस्था हो भने त्यसले कार्यपालिका संसद भन्दा माथि गएको सन्देश दिन सक्छ। यही कारण विपक्षी सांसदहरूले अहिले सरकार संसदप्रति जवाफदेही बन्नै पर्छ भन्ने नारालाई आफ्नो मुख्य राजनीतिक मुद्दा बनाइरहेका छन्। हर्क साम्पाङहरूको शैलीप्रति सहमति वा असहमति राख्न सकिन्छ। प्लेकार्ड प्रदर्शनलाई कसैले अमर्यादित भन्न सक्छ, तर उनीहरूले उठाएको मूल प्रश्न भने लोकतन्त्रको केन्द्रसँग जोडिएको छ। सरकार संसदबाट भाग्न पाउँछ कि पाउँदैन? यदि यो प्रश्नको स्पष्ट उत्तर संसदीय प्रणालीले दिन सकेन भने संसदप्रतिको जनविश्वास झन कमजोर हुने खतरा छ। किनकि नागरिकले संसदलाई सरकारलाई प्रश्न गर्ने थलोका रूपमा हेर्छन्। यदि त्यहाँ प्रश्न नै सोध्न नपाइने, प्रधानमन्त्री नै उपस्थित नहुने र सभामुखले केवल विपक्षीलाई अनुशासन सिकाउने काम मात्रै गर्ने अवस्था सृजना भयो भने लोकतान्त्रिक संस्थामाथि नै प्रश्न उब्जिन्छ। यसरी हेर्दा अहिलेको विवादले एउटा सन्देश दिएको छ, नेपालको संसदीय प्रणालीलाई केवल नियमले होइन, राजनीतिक संस्कारले पनि बलियो बनाउनु पर्छ। सभामुख साँच्चीकै निष्पक्ष बन्न सक्नुपर्छ। विपक्षीले पनि विरोधलाई संस्थागत र प्रभावकारी ढंगले प्रस्तुत गर्ने अभ्यास विकास गर्नुपर्छ। विरोध कर्मकाण्डी हुनु हुँदैन। सभामुख डोल प्रसाद अर्याल सामु अहिले एउटा महत्वपूर्ण परीक्षा छ। उनी मात्र विपक्षीलाई अनुशासन सिकाउने सभामुखका रूपमा स्मरण हुने वा सरकारलाई पनि संसदप्रति उत्तरदायी बनाउने निष्पक्ष संरक्षकका रूपमा स्थापित हुने, त्यो अझै हेर्न बाँकी छ। नत्र संसदभित्र यस्तै दृश्य दोहोरिरहनेछ। सरकार अनुपस्थित हुने, विपक्षी आक्रोशित बन्ने र सभामुख रुलिङमै व्यस्त भइराख्ने र यस्ता दृश्यले जनताको मुद्दा सम्बोधन नहुने खतरा पनि बढ्न सक्छ।